साथीलाई असह्य पीडाबोध भएको देख्दा साह्रै मन दुख्दो रहेछ। दुखीको दैलोमा रम्न औधी रुचाउने, दुखीको आँसु पुस्दा चरम आनन्द प्राप्तिको अनुभूत गर्ने मेरो हितैषी मित्र पत्रकार भोजदास थापा हाल पत्थरीसँग लडिरहेका छन्। डाक्टर सुशील खनियाले लेजर प्रविधिबाट सफलतापूर्वक शल्यक्रिया गरिसक्नु भएको छ। शल्यक्रिया पश्चात झनै पीडा हुँदो रहेछ। अहिले एक्सरे गराउन लैजाँदैछु। मैले सोधे, सर आज निद्रा पर्यो कि परेन? उहाँले जवाब दिनुभयो, कहाँ पर्नु सर, एक निद्रा पनि सुतेको छैन। कस्तो दुखिरहेछ दायाँपट्टि। अहिले त ज्वरो पनि आइरहेको छ। ल छाम्नुहोस् त। मेरो हरेक बिहानी अनि सन्ध्या प्रहरमा आउने भगवानसँग यही प्रार्थना बारम्बार गरिरहेको छु। हे अम्बिकेश्वरी माता, हे भगवान, हे पशुपतिनाथ, छिटो निको बनाइदिऊ हाम्रो मित्र भोजदास थापालाई। धेरै दिन यहाँ अस्पतालमा राख्नुभयो भने धेरै बिरामीहरू रुनेछन्, कुरिरहेका छन्, धेरै दुखीहरू आश गरिरहेका छन्।